यो सहकारी बचतकर्ताहरूको पैसा झ्वाम पार्ने जीवी राई अहिले कहाँ छन् होला? यो धरतीमा जीवित छन् कि यो धरती छोडेर जानुपर्ने बाध्य बनायो? बहुमत लिएर सरकार बनेकाहरूलाई पनि सहकारी ठगीको प्रकरणमा धेरैचोटि मुद्दा परेको पनि छन्। अनि यदि यो जीवी राईसँग संलग्न भएर सहकारी पीडितहरूको पैसा खाएको छैन, सहकारी पीडितहरूको पैसा अपचलन गरेको छैन भने पक्कै पनि अहिले बहुमत लिएर सरकार बनेकाहरूले जीवी राईलाई खोजी नीति गरेर जहाँ भए पनि जस्तो सुकै ठाउँमा भए पनि नेपाल झिकाउने काम गर्नुपर्छ। होइन भने झिकाउनुहुन्न र यो काम गर्नुहुन्न भने, सक्नुहुन्न भने पक्कै पनि जीवी राईसँग संलग्न भएर सहकारी पीडितहरूको पैसा मजाले खाएको छ भन्ने कुरा हामी सारा नेपाली जनताहरूले बुझ्नुपर्छ है। हामीले भुल्नु हुँदैन उहाँहरूले विगतको दिनहरूमा कस्तो खालको प्रतिज्ञाहरू गर्दै आउनु भएको छ। अनि अहिले उहाँहरू नै सरकारमा बस्नु भएको छ, सरकार बनिसक्नु भएको छ है। भलै उहाँहरूले कुनै पनि मन्त्री पदहरू लिनु भएको छैन, तर मोनिटरिङ उहाँहरूले गरिरहनु भएको छ है। हामीले प्रष्टसँग बुझ्नु पर्दछ। जीवी राईलाई किन खोजी नीति गरिरहनु भएको छैन, जीवी राईलाई पक्रेर नेपाल ल्याउने प्रयास किन गरिरहनु भएको छैन? अब नेपालको जति पनि सहकारी पीडितहरू छन् उहाँहरूलाई चाहिँ रकम फिर्ता गर्ने प्रक्रिया कसरी अगाडि बढाइरहनु भएको छ भनेर अब हामीले प्रश्न गर्नुपर्छ। सहकारी पीडितहरूले आफ्नो रकम पाउनुपर्छ, तर राज्य कोषबाट होइन है, राज्य कोषबाट होइन। जसले सहकारी पीडितहरूको पैसा खाएको छ उसैलाई पक्रेर नेपाल ल्याउनुपर्छ अनि उसैबाट चाहिँ नि सहकारी पीडितहरूको पैसा फिर्ता गराउनुपर्छ है। यदि संलग्न छैन भने पक्कै पनि नेपाल सरकारले अहिले यो जीवी राई जहाँ भए पनि जस्तो सुकै अवस्था भए पनि नेपाल झिकाउनुहुन्छ र नेपाल ल्याइसकेपछि सहकारी पीडितहरूले आफ्नो रकम फिर्ता पाउनुहुनेछ। होइन भने जीवी राईलाई झिकाउनुहुन्न, जीवी राईलाई पक्राउनुहुन्न भने जीवी राईसँग संलग्न भएर काम गरेको थियो, जीवी राईलाई नेपाल ल्याउनु साथ अब हाम्रो पर्दाफास हुन्छ भनेर जीवी राईलाई कतै यो धरतीबाट नै जानुपर्ने बाध्य बनाएको त छैन। अब हामीले प्रश्न गर्नुपर्छ, जीवी राईलाई जसरी भए पनि नेपाल झिकाउनुपर्छ। यो धरतीमा जीवित छ भने, यदि जीवित छैन भने जीवी राईलाई मारिएको छ है, जीवी राईलाई मारिएको छ, जीवी राईलाई मर्न बाध्य बनाएको छ। त्यसै कारणले गर्दाखेरि जीवी राईसँग संलग्न भएर काम गर्ने व्यक्तित्वहरू जति पनि छन् उनीहरूलाई प्रश्न गर्नुपर्ने हुन्छ कि जीवी राई कहाँ छन् र जीवी राईलाई पक्रिने कस्तो खालको नीतिहरू चाल्दैछन्, तपाईँहरूले कस्तो खालको प्रक्रियाहरू अगाडि सार्दैछन् भन्ने कुराहरू नेपाली जनताहरूले अब सोध्नुपर्ने हुन्छ। अब नेपालको जति पनि सहकारी पीडितहरू छन् उनीहरूको रकम फिर्ता पाउनुपर्छ, तर नेपालको राज्य कोषबाट होइन। जसले सहकारी पीडितहरूको पैसा खाएको छ उसैलाई पक्रेर चाहिँ नेपाल ल्याउनुपर्छ र उसैबाट चाहिँ यो रकमहरू असुल हुनुपर्छ। यो रकमहरू उसैबाट चाहिँ लिनुपर्छ, उसैबाट लिएर चाहिँ सहकारी पीडितहरूलाई आफ्नो बचतकर्ताहरूलाई चाहिँ रकम फिर्ता गराइनुपर्छ र गराउनुपर्छ भन्ने हाम्रो मान्यता हो। साथीहरू, तपाईँहरूको विचार यसको विषयमा के छ राख्न सक्नुहुनेछ है साथीहरू।